बोको हराम विश्वकै सबैभन्दा खतरनाक आतङ्ककारी समूहमध्ये एक, जसको अर्थ हुन्छ पश्चिमी शिक्षा हराम छ, अर्थात् पश्चिमी शिक्षा विरुद्ध आन्दोलन। सुरुमा धार्मिक आन्दोलनका रूपमा सुरु भए पनि सन् 2009 पछि यो समूह हिंस्रक बन्यो, विद्यालय, चर्च र सरकारी भवनहरूमा हमला गर्न थाल्यो। विश्वकै सबैभन्दा खतरनाक आतङ्ककारी समूह जुन सन् 2002 मा नाइजेरियामा सुरु भएको थियो। सन् 2014 मा बोको हरामले 270 भन्दा बढी स्कुलकी छात्राहरूलाई अपहरण गर्यो, जसले संसारलाई नै हल्लाइदियो। तिनीहरूले दशौं हजार मानिस मारिसकेका छन् र लाखौंलाई घरबारविहीन बनाइसकेका छन् हालसम्म। नाइजेरियाको सेना र अन्य देशहरू अहिले पनि बोको हराम विरुद्ध लडिरहेका छन्, तर शान्तिको बाटो अझै लामो भएको देख्न सकिन्छ। अझै पनि बोको हरामका लडाकुहरूले विभिन्न स्कुलहरूमा गएर स्कुले बालबालिकाहरूको केटा मानिसहरूलाई गोली हानेर सुरुमा प्राण लिने, त्यस पछाडि बालिकाहरू अपहरण गरेर लाने कार्यमा तीव्र संलग्न भएको भेटिएको छ। अझै पनि बोको हरामका लडाकुहरूले विभिन्न स्कुलहरूमा गएर स्कुले बालबालिकाहरूको केटा मानिसहरूलाई गोली हानेर सुरुमा प्राण लिने, त्यस पछाडि बालिकाहरू अपहरण गरेर लाने कार्यमा तीव्र संलग्न भएको भेटिएको छ। बोको हराम पूर्ण रूपमा नष्ट भएको छैन, अहिले पनि सक्रिय छ। मुख्यतया नाइजेरिया अनि यसका आसपासका देशहरूमा प्रभाव छोड्दै आएको छ, जस्तै चाड, क्यामरुन, नाइजर आदिमा। सन् 2015 मा बोको हरामले आधिकारिक रूपमा आइएस इस्लामिक स्टेट अफ इराक एन्ड सिरियासँग निष्ठा अलायन्स गर्ने जनाएको थियो। त्यसपछि बोको हरामलाई आइएसले आफ्नो अफ्रिकी शाखा बनाएर इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स आइएसडब्ल्युएपी नाम दियो। त्यसपछि बोको हरामलाई दुई भागमा विभाजित भयो। आइएसडब्ल्युएपी गुट आइएससँग सम्बन्धित अधिक सङ्गठनिक र रणनीतिक ग्रुप, अर्को सेखाउ ग्रुप अबु बकर सेखाउको नेतृत्वमा हिंस्रक र चरमपन्थी। त्यस पछाडि आइएसले पछि अबु बकर शोकलाई अनियन्त्रित र अत्याधिक क्रूर भन्दै अस्वीकार गर्यो र सन् 2021 मा आइएसडब्ल्युएपीले सेखाउलाई मारेर बोको हरामलाई अझ कमजोर बनायो। त्यसपछि बोको हराम अब धेरै जसो क्षेत्रहरूमा ससानो गुटमा विभाजित छ, जबकि आइएसडब्ल्युएपी अहिले पनि आइएससँग प्रत्यक्ष जोडिएको अफ्रिकी शाखा नै मानिन्छ। हालको अवस्थामा आइएसडब्ल्युएपी अझै सक्रिय छ, नाइजेरिया, चाड, नाइजर र क्यामरुन वरिपरि। यो समूह आइएस मुख्य नेतृत्वबाट रणनीतिक निर्देशन र आर्थिक सहयोग प्राप्त गर्दछ भने बोको हराम भन्ने मुख्य रूपमा आइएस भन्दा कमजोर छ, तर स्थानीय रूपमा आतंक मचाउने बोको हरामका साना साना गुट उपगुटहरूमा सेखाउ फ्याक्सन पनि एउटा गुट हो, जुन चाहिँ नाइजेरियाको साम्बिसा फरेस्ट क्षेत्रमा केही सानो सेलमा सक्रिय रूपमा छन्। 2021 सालमा सेकाउको मृत्युपछि यो गुट साना भागहरूमा विभाजित भई बनेको थियो। त्यस्तै अर्को गुट रहेको छ बाकुरा ग्रुप, जुन चाहिँ उत्तरतिर सीमा पार क्षेत्र चाड नाइजरतिर सक्रिय रूपमा रहेको छ। यो गुट आइएसडब्ल्युएपी र बोको हराम दुवैसँग कहिलेकाहीँ द्वन्द्वमा जाने गर्दछ। त्यस्तै आबु उमाइमाम्ता ग्रुप, जुन चाहिँ आइएसडब्ल्युएपी भित्रकै आन्तरिक विवादका कारण बनेको सानो शाखा हो, सन् 2023 तिर गठित, अहिले आबु अमाइम्ताले नेतृत्व गर्दै आएको बुझिन्छ। धन्यवाद।